हेलो साथीहरू, आज चाहिँ यो हामी सबै नेपालीहरूलाई मनपर्ने गिलो चटपटेको रेसिपी लिएर आएको छु। यो चटपटे बनाउनको लागि चाहिँ सबैभन्दा पहिला मैले रेडी गर्नुपर्ने हुन्छ चटपटेको लागि मसला चाहिँ म घरमै आज रेडी गर्दैछु। मसलाको लागि मैले लिए यो सुकेको खोर्सानी, त्यसै गरी धनियाँ, जिरा र तोरीको दानालाई यो सबैलाई मैले एकाएक गर्दै यसरी भुट्दै म राख्दैछु यो मसला बनाउनको लागि। लगभग यो रेडी भइसकेको छ र अन्त्यमा यो मेरो तोरीको दाना है, तोरीको दानालाई चाहिँ मैले अलिकति धेरै बेरसम्म भुट्नुपर्ने हुन्छ, अलिकति कालो कालो भइन्जेलसम्म। ल यतिको भइसकेपछि यो मसलाको लागि पर्फेक्ट हुन्छ है साथीहरू। र यो मैले मिक्सीमा राखेर मसला पनि रेडी गरिसकेँ। अब चाहिँ लागौँ हामी चटपटेलाई गिलो बनाउनको लागि चटपटेको सस बनाउनतिर। यो चटपटेको सस चाहिँ मेरो लागि फर्स्ट टाइम हो साथीहरू, त्यही भएर यति राम्रो त बनेको छैन र पनि अलिकति आइडिया चाहिँ मिल्यो। अलिकति मैले यसमा मैदा राखेर अलिकति फुड कलर लगाएर यसरी मजाले पकाएँ र यो चाहिँ अब यतिको भइसकेपछि चाहिँ मेरो सस बनिसकेको छ। अब म लाग्छु चटपटे बनाउनतिर। चटपटे बनाउनको लागि मैले सबैभन्दा पहिला मैले मुरैलाई राखेँ, त्यसमाथि म राख्दैछु यो दालमोठ र अब म राख्छु ग्रिन मटर, त्यसै गरी बदाम र बिङ्गो चिप्सलाई मैले एक्स्ट्रा टेस्टको लागि मैले यहाँनिर राख्दैछु। र यो काटेर राखेको प्याज भयो, काँक्रा र आलु उसिनेर राखेको छु यसलाई। र यो सबै तपाईँहरूले यो राख्न सक्नुहुन्छ र यसमा एडिसनली तपाईँहरू वाइवाईहरूलाई पनि यसमा एड गर्न सक्नुहुन्छ। र यो चाहिँ अजिना मटर हो साथीहरू, यदि तपाईँहरूलाई मन पर्दैन भने चाहिँ यसलाई स्किप गर्न सक्नुहुन्छ। र यो मैले एक्स्ट्रा पिरोको लागि चाहिँ मैले यहाँनिर चिल्ली पाउडर राख्दैछु र यसमाथि मैले राखेँ नुन। साथसाथै मैले यो अघि रेडी गरेर राखेको यो मसला भयो, यसलाई मैले लाउँदैछु। यसले चाहिँ चटपटेलाई एकदमै राम्रो स्वादिष्ट बनाउँछ साथीहरू। र यो चाहिँ एकदमै मेन इन्ग्रिडियन्ट्स है साथीहरू, यो अमिलो अमिलो बिना चाहिँ चटपटे एकदमै अधुरो होइन। जेको पनि अमिलो लाउनुहोस् तर लाउनुहोस् होइन। र यो चाहिँ मेरो सस, चटपटे सस खासै राम्रो भएको छैन, अघि पनि भनिसकेँ होइन। र यो चाहिँ तेल हो, तेललाई मैले लगाएँ यसरी मजाले म यसलाई मोल्दै बनाउँदैछु। र यो मेरो चटपटे लगभग रेडी पनि भइसकेको छ। र यो अलिकति मेरो साथीलाई टेस्टको लागि म दिँदैछु। र यसले चाहिँ एकदमै राम्रो फिडब्याक दिइसकेको छ है मलाई। मानौ यो मेरो चटपटे एकदमै मिठो भइसकेको छ। र सबैभन्दा पहिला चाहिँ मैले यो चटपटे पस्केर मैले अङ्कललाई दिएँ। यसै गरी मैले एकाएक गर्दै मैले सबैलाई यसरी दिएँ। सबैले मिठो छ भनिरहेको थियो होइन। र म चाहिँ भान्से स्टिल म यहाँ पस्किँदै थिएँ, यो चाहिँ मेरो भिडियो बनाउने साथीको लागि हो र यो चाहिँ तिम्रो लागि भनेर दिएँ होइन। र अन्त्यमा हामी सबैजना मिलेर बसेर खायौँ। र साँच्चै नै चटपटे त एकदमै मिठो भएको थियो साथीहरू होइन। र आजको दिन चाहिँ हाम्रो यति रमाइलोसँग बित्यो, मजाले होइन, बसेर बात गर्दै सबैजनासँग यसरी खाँदै बात गर्दै बस्नुपर्दा एकदमै रमाइलो भयो। ल त साथीहरू, आजलाई यति नै, नेक्स्ट भिडियोमा मिलाउँला।